हेलो गाइज वेलकम टु माई स्मल सर्च। अनि आज चाहिँ स्पेसली के अरे नेपालीहरूले ह्याप्पी माघे सङ्क्रान्ति आज होइन भोलि हो, त्यही पनि एडभान्समा माघे सङ्क्रान्ति। मेरो चाहिँ भोलि हो माघे सङ्क्रान्ति, तर भोलि अब के बनाउनु पर्छ नि त, त्यही भएर आजै सेलरोटी बनाएर राख्नु भएको छ। त्यही हो अहिले चाहिँ म मेरो लिभिङ रुमभित्र बसेको छु। अहिलेदेखि कुखुराले कुखुरुको मात्र भन्नु बसिरहेको छ, त्यो अभोइड गरिदिनु होला। तपाईँहरू भोलि मेरो घरमा आउनु होला माघे सङ्क्रान्तिको दिन। म लोकेसन भनिदिन्छु। चाहिँ है म सक्दो कोसिस गर्छु क्या के अरे ठुलो भिडियोहरू बनाऊँ भनेर। अनि ठुलो भिडियोहरू बनाउनै मिल्दैन क्या मेरोमा, त्यही भएर सर्ट्सहरू बनाएर आउँछु। फेरि यो 3 मिनटको लागि मात्रै बनाएको हो क्या हो। अनि फेरि 3 मिनटभन्दा बढी बनायो भने चाहिँ कपिराइट लाग्छ। अनि म यसको पार्ट 2 नै आउन सक्छ ल, यसको पार्ट 2 नै आउन सक्छ। अनि म सिधै चाहिँ पार्ट 2 नै हाल्न सक्छु। यहाँ चाहिँ टन्नाहरू दिँदा बाजेले, मेरो भाइ उयो रातो घरमा आऊ आऊ खेल्न आऊ के यतिकै आऊ यहाँ क्या आऊ किन अहिले चाहिँ मेरो गोजीभरि एउटा गोजीमा सेलरोटी एउटा गोजीमा भडमास खाने भाइ आउनु है। गाई चाहिँ मेरो घरको बाटो यही हो, उयो सिधा गरेर म चाहिँ नेपालमा छु। तपाईँहरू कुन कन्ट्री हो कमेन्ट गर्नु होला। म यसको पार्ट 2 निकाल्नु सक्छु। म बाहिर जान्थेँ तर मान्छे सबैजना हेरिराखेँ कि रुक्नु, म माथि जान्छु। यसको पार्ट 2 नै आउन सक्छ गाइस। बाई।